हेलो साथीहरु, म यो मण्डला स्टाइलको हजुरलाई यो किरिङ बनाएर देखाउन लाग्छु है। यस्तो पहिला हामीलाई यो पहेँलो धागो अनि यो रातो धागो अनि यो हरियो अनि यो सेतो चाहिन्छ है। यति 1 2 3 4 टा धागो है। यति धागो थोरै भए पनि हुन्छ। यो मेरो बचेछ यति, त्यही भएर यो धागोको बनाउँदैछु। पहिला म्याजिक रिङ बनाउने त हजुरहरूले जानेकै हुनुहुन्छ होला। म्याजिक रिङ बनाउने, म्याजिक रिङ बनेपछि यहाँ म्याजिक रिङमा नट लाउने। नटमै 1 2 3 चेन तानेपछि यसमा 12 टा डबल क्रोसेट गर्ने। हेर्नु त 12 टा डबल क्रोसेट गर्ने। 2 3 4 है। 4 5 6 7 8 9 10 11 12 भएपछि यसलाई स्लिप्सलाई नटलाई टाइट गर्ने। टाइट गरेपछि यसको यो यहाँ चेन अनि सुरुमा चेन तान्यो, त्यसमा लगेर यसरी जोइन गर्ने है। हस् ल, यस्तो भयो है। अब यसलाई काट्ने, नट कसेर यसलाई काट्दिने। काटेपछि 12 भयो। यो यस्तो हुन्छ। यसमा अब रातो जोड्छु है। रातो जोड्दाखेरि हामीले अब जहाँ लगेर जोइन गरे पनि हुन्छ है। यहाँ एकै ठाउँमा जोइन गर्नुपर्छ भन्ने छैन, जहाँ लगेर जोइन गरे पनि हुन्छ। म यहाँ जोइन गर्दैछु। यो रातो, यो पनि पहिला यहाँ नट कस्ने। नट कसेपछि नट कस्यो, यताबाट घुमाएर यता अलिक टाइट हुन्छ। नट कसेपछि यहाँ फेरि 1 हैन 3 चेन तान्ने, 2 3 है। अनि यहाँ फेरि एकै ठाउँमा डबल क्रोसेट भएको जस्तो। डबल क्रोसेट एउटामा अब 12 छ भने यसमा 24 गर्नुपर्छ। एउटैमा 2-2वटा गर्दै जाने, चेन केही नतान्ने। अब दुईटामा एउटा छोडेर यस्तो गरेर यसको भित्र है, यो दुईटाको यो भित्र देख्नु भयो कि भएन? दुईटाको भित्र है यसरी एउटा यो दुईटा भयो हैन।
दुईटा भयो। अब यस्तै गर्दै गर्दै सबै ठाउँमा भर्ने। एउटाको भित्र यो यसको ठ्याक्क भित्र दुईवटा गर्दै जाने डबल क्रोसेट। एक सबै गर्दै देखाउँछु, सबै गर्दै लैजान्छु है। एक दुई यस्तो है। यो बिचको 12 यो 24 हुनुपर्छ। फेरि यसलाई काटौँ है। यो रातोको पालो अघि यो पहिलोको बिचमा यो रातो गरे भने अब यो रातोको बिचमा हरियो गर्ने। यो रातो दुईटा एकै ठाउँमा दुईटा छ नि। पहिलोको बिचमा रातो गर्यो, रातोको बिचमा अब हरियो गर्ने। हरियो अनि हरियो भनेपछि म यसैमा जोइन गर्छु है। हामीले यसैमा गर्छु है। हेर्नु त यसैमा स्लिप नट लाउने पहिला। स्लिप नट लगाएपछि यही माथिबाट गर्नुपर्ने। कता गयो? नट लगाएपछि फेरि 1 2 3 चेन तान्ने। 3 चेन यहाँ रातोको बिचमा गरेछु है। दुईटाको बिचमा 3 चेन तानेर यसमा 3टा यो सिक्री सुत्ता 3टा हुन्छ। सिक्रीलाई पनि गर्ने है। यसमा दुईटा यो 3टा भयो है। त्यसो गरेपछि फेरि 1 चेन तान्ने है। अघि हामीले चेन तानेको यसमा तानेन, यसमा तानेन भने अब यो हरियोमा 1 चेन तान्नु पर्छ है। त
तानेपछि यो फेरि यो रातोको बिचमा मैले भने नि रातोको बिचमा यो यस्तो यसको बिचमा एकै ठाउँमा हामी दुईटा गरेको ठाउँमा रातोको बिचमा 3 चेन फेरि तान्ने डबल स्क्वायर डबल क्रोसेट 3टा बनाउँदै जाने सबैमा यो पनि 1 चेन तान्ने अनि फेरि यो रातोको यो पहेँलोको बिचमा रातो गरे भने यो रातोको बिचमा फेरि हरियो गर्ने डबल क्रोसेट 1 2 3 यस्तो हुन्छ यस्तो सबै ठाउँमा यहाँसम्म लिएर आउने है फेरि 1 चेन तान्ने अनि रातोको बिचमा यो रातोको बिचमा फेरि रातोको बिचमा तीन भएन फेरि 1 चेन अब सिटो यहाँ जोइन गर्छु है सिटो यता जोइन गर्छु 3 भए 3 भएपछि यसलाई लगाएर है डबल क्रोसेट 1 चेन तान्ने है फेरि यहाँ 1 चेन तान्ने डबल क्रोसेट गर्ने यहाँ डबल क्रोसेट यसरी डबल क्रोसेट हैन डबल क्रोसेट भएपछि यो एउटा डबल क्रोसेट गर्ने अब यहाँ हरियो नि बिचमा एउटा फेरि यता यसरी गर्ने है बुझ्नुभयो नि एउटा चेन लिने एउटा चेन लिएपछि यसलाई सबैलाई छोड्ने यो 3टालाई छोड्ने यो बिचमा डबल क्रोसेट एउटा गर्ने हैन एउटा डबल क्रोसेट गरिसकेपछि फेरि डबल क्रोसेट तल लगाएर एकचोटि माथि लगाएर हैन फेरि यसलाई
फेरि एकचोटि यहाँ यसको बिचमा डबल क्रोसेट बुन्नुभयो। फेरि एकछिन तान्ने डबल क्रोसेट यो बिचमा तीनटा गर्ने। यस्तो तीनटा हुन्छ। पहिला एउटा डबल क्रोसेट हुन्छ अनि फेरि डबल क्रोसेट यहाँबाट यो रातोलाई लिएर यहाँसम्म डबल क्रोसेट हुन्छ। फेरि एउटा डबल क्रोसेट यहाँ हुन्छ। एउटा दुईटा तीनटा हुन्छ। अब यहाँ गरेर देखाउँछु है, फेरि बुझेन भने हजुरलाई। यहाँ यसको यो र यो बिचको पहिला सुरुमा सानो डबल क्रोसेट यहाँबाट यो चेनबाट डबल क्रोसेट लिने है। यस्तो डबल क्रोसेट लिएपछि अब फेरि एक डबल क्रोसेट लिएपछि एउटा यो भयो। अब यो लामो लिने, लामो यहाँ राटोको यो बिचमा छ नि, त्यहाँ गएर यस्तो गरेर यो तानेर अलि माथिबाट तानेर डबल क्रोसेट गर्ने है। अनि फेरि यस्तो दल्ने अनि फेरि यहाँ चेनमा यो राटोमा होइन, यो हरियोमा पहिला सुरुमा गरेको थिएँ, यो हरियोमा फेरि डबल क्रोसेट गर्ने। यस्तो हुन्छ। रातो पनि अब यहाँ एक ठाउँमा यहाँ गर्ने पर्यो। एउटा गर्ने जस्तै सिंगल क्रोसेट गर्दै जाने सबै ठाउँमा सिंगल क्रोसेट गर्ने। यहाँ खाली एकछिन त्यहाँ तानेको ठाउँमा दुईचोटि गर्ने है। अब यहाँ एउटा यसमा पनि एउटा, यसमा पनि एउटा, यसमा चेन लिएको ठाउँमा दुईटा फेरि यसको बिचमा सबै बिचमा गर्ने। यहाँ एउटा यहाँ दुईटा चेन भएको ठाउँमा अरू सबैमा एउटा सिंगल क्रोसेट गर्दै जाने। यहाँ पछाडि यस्तो हुन्छ, अगाडि यस्तो हो। अब फेरि यसमा एक राउन्ड फेरि यस्तो बुन्दै जाने, सिंगल क्रोसेट बुन्दै जाने, एउटामा एउटा बुन्दै जाने।
पनि काट्ने मजाले थप्छ काटे बेला यसरी जोड्ने है यो अब यो जोड्दाखेरि यो पछाडिको यताको पनि यो पछाडिको भाग यसरी लिएर एउटा एउटा यस्तो लिएर अनि अब जोड्ने है यसरी फेरि यसको पछाडिको भाग लिने यसको पनि यहाँ पछाडि भाग हुन्छ है लिँदै यस्तो जोड्ने पछाडि भनेपछि ठिक्क जोड्दै जाने हो यहाँ फाइबर भर्नुपर्छ फाइबर जोड्दै आउनुस् अनि यहाँ आउने बेलामा अलिकति फाइबर राख्ने यति छोडेर म फाइबर राख्न हजुरलाई फाइबर राखेर किटिङ राखेर अब देखाउँछु है यति बुन्दै आउँछु है अघि मैले भने जस्तो यहाँ अलिकति बुनेर देखाएको थिएँ त्यस्तै गरेर मैले पुरा यहाँसम्म बुने यहाँसम्म बुन्दाखेरि यति छोडे है मैले यति छोडेछु है यति छोडेछु यतिमा म फाइबर राखेर देखाउँछु है हजुरलाई यो फाइबर हो फाइबर राखेर फाइबर पनि आफ्नो अन्दाजले राख्ने हो कति लाग्छ पनि देखाउँछु अहिले कस्तै बुन्ने अहिले त बुने जस्तो यो र यो यस्तो गर्नु त्यसको यो पछाडिको भाग गर्नु यताको अगाडिको भाग यसरी लिने यसरी गर्ने अनि फेरि यो पछाडिको यताको अगाडिको हैन देख्नुभयो यसलाई स्लिप नट गर्ने फेरि यसको यहाँ आफ्नो अगाडिको पछाडि लिने उताको अगाडि लिने यस्तो लिँदै बन्द गर्दै जानु है बन्द गर्दै जाने अब यस्तो हामी किरिङ राख्दा म सियोले राख्छु है सियोले आपलाई कति चाहिन्छ त्यति लिने पछालेर यहाँ नट खसाइदिने सरी नट भएपछि यो किरिङको यो पछाडि भाग यस्तो किरिङको यो तलको भाग यस्तो सबभन्दा तलको भाग यसरी लिने लिनेर यसैमा यो छ नि यो हामीले अहिले भर्खर गरेको यसैमा सिलाइदिनु अलि बलियो सिलाउनु म 2 चोटि 3-4 चोटि सिलाइदिन्छु एकै ठाउँमा किनभने यो किरिङ अलि राख्ने ठाउँमा अलि बलियो हुनुपर्छ
सिलाइदिएपछि यो थाहा हो त्यसको यहाँ पसालेर यहाँ फेरि सिलाउँदै पसाएँ फेरि यहाँबाट पसालेर थोरै यो हेर्नुहोस् त यो मन्नलाई क्रिम तयार भयो हजुरको यस्तो क्रिम यो अलिक डिजाइन फरक छ है यो र योमा अलिक फरक छ हजुरहरूले आफै भन्नुहोला मैले कहाँ फरक गरेछु भनेर हजुरलाई मेरो यो भिडियो मन पर्यो भने लाइक शेयर र कमेन्ट गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला धन्यवाद।